Hello guys, welcome my new vlog today. आज चाहिँ म तपाईहरुले देख्न सक्नुहुन्छ। आज चाहिँ म माथि गाउँको घरबाट चाहिँ यहाँनिर हेटौडामा आएको छु गाइज। अब केही पढाइको सिलसिलाको क्रममा चाहिँ म यता घरबाट चाहिँ हेटौडातिर आइसकेको छु गाइज। त्यही हो। अनि गाइज तपाईहरुले देख्न सक्नुहुन्छ मेरो चाहिँ हिजो अस्ति मात्र कपाल चाहिँ पुरै लामो थियो है गाइज है। आज भर्खरै काटेको मैले। कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला है त। यस्तो तरिकाले काटेको छ गाइज। अनि छोटो कपालमा चाहिँ मलाई कस्तो देखेको छ प्लिज कमेन्ट गर्नु नभुल्नु होला है त। अनि मलाई चाहिँ भनौँ न कपाल लामो हुँदाखेरि चाहिँ सबै मान्छेहरूले चाहिँ भन्थे कि ठ्याक्कै चोर जस्तै देखियो के भन्ने गाइज है। पुरै गिज्याउँदै थिएँ। त्यस कारणले गर्दाखेरि पनि कपाल पाल्न मन लागेन मलाई। अनि त्यसपछि त्यही हो, कपाल पालेपछि त्यही हो, पुरै धुन पनि अनि भनौँ न सरसफाइ गर्न पनि अलि गाह्रै हुने। अनि कपालहरू मिलाउन पनि पुरै काहीँ जाँदाखेरि चाहिँ एकदमै टाइम लाग्ने। त्यो नि एउटा बेफाइदा भयो। त्यस कारणले चाहिँ आज मैले कपाल चट्ट काटिसकेको छु। एकदमै पोजिटिभ फिल भइरहेछ गाइज। पोजिटिभ भाइब आइरहेछ टक्क लगाएर सलक्क देख्न सक्नुहुन्छ। त्यो तरिकाले चाहिँ मैले चाहिँ स्लो भयो कि के भन्ने स्टाइलले चाहिँ काटेको छु भनौँ न। सिम्पल तरिका नै हो। त्यही हो गाइज, देख्न सक्नुहुन्छ तपाईँहरूले। म चाहिँ अहिले हेटौडाको रुममा आइसकेको छु गाइज। अब पढाइको सिलसिलाको क्रममा चाहिँ यहाँनिर रुममा चाहिँ म अहिले एक्लै छु। अनि दिदीहरू चाहिँ अहिले क्लासतिर जानुभएको छ पढ्नका लागि। अब त्यही हो, अहिले चाहिँ म एक्लै छु। अब म एक्लै बसेर रुममा रहेको छु। त्यही हो गाइस, हाम्रो रुम चाहिँ यस्तो छ। अब एउटै रुममा चाहिँ हामी तिनजना बस्ने गर्छौँ। दुईजना दिदीहरू अनि म भएर चाहिँ तीनजना टक्क रुममा बस्छौँ गाइस। त्यही हो। अब के भन्नु, हाम्रो रुम चाहिँ यस्तो छ। आफ्नो घर नभएपछि अब यस्तै हो गाइस। अनि गाइस आजको दिनमा चाहिँ भनौँ न मैले गर्ने कामहरू चाहिँ तपाईँहरूले पक्कै पनि देखाउने कोसिस गर्नेछु है त भन्न चाहन्छु। अब फेरि पनि अनि गाइस अब चाहिँ साह्रै भोक पनि लाग्यो। अनि त्यसपछि त्यही भएर चाहिँ गाइस मैले चाहिँ यो चाहिँ किनेर ल्याएको छु। देख्न सक्नुहुन्छ तपाईँहरूले। यसको नाम नि के हो मलाई पनि थाहा छैन। अब त्यही हो, अब गाउँघरमा भएको भए पो अब यसो गाउँ डुलेर नै छिमेकीको घरमा भए पनि केही खानेकुरा पाइन्छ अनि आफ्नो घरमा पनि पाइन्छ होइन। यहाँ त केही खानेकुरालाई पनि त्यो पैसा चाहिन्छ गाई। पैसा भएन भने सहरमा बाँच्न सक्दैन गाइस। कि त भने आफ्नै घर हुनु पऱ्यो होइन गाइस। अब त्यही गाह्रो छ। फाइनली गाइस हाम्रो दिदीहरू चाहिँ दिदीहरू चाहिँ आउनु भइसक्यो देख्न सक्नुहुन्छ। अनि हाम्रो दिदी जलमाया दिदी हुनुहुन्छ अनि हाम्रो सुशीला दिदी हुनुहुन्छ। तपाईँहरूलाई आज नयाँ मान्छेहरूलाई चिनाउन मौका पाएँ आज मैले चाहिँ है। अब तपाईँहरूले देख्नु भएको छैन होला सायद। आज हाम्रो दिदीहरू यता हुनुहुन्छ। अब यत्रो टाइम पढेर आउनु भइसक्यो। म चाहिँ यहाँ रुममा त्यत्तिकै बसिरहेको छु। रुममा एक्लै बसिरहेको छु। अल्छी लागेर मोबाइल हेर्दै बसिरहेको छु। अब यस्तै छ गाइस। आजको दिन नै यति नै बित्यो। अब भनौँ न आजको दिन चाहिँ मैले खासै भिडियो बनाउन पाइनँ। भनौँ न अब भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु गाइज। आजको दिनमा चाहिँ मैले भ्लग चाहिँ धेरै लामो बनाउन पाइनँ है गाइज। त्यही हो। अब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु होला। अनि त्यसपछि मेरो भिडियो मन पऱ्यो भने एक लाइक चाहिँ टेक्र्याक्क ठोक्नु होला। अनि त्यसपछि भिडियो कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला। अनि यस्तै भिडियो चाहिँ तपाईँहरूलाई हेर्न मन छ भने प्लिज च्यानलको सब्सक्राइब गरेर राख्नु होला। अबको दिनमा चाहिँ एकदमै राम्रो भिडियो ल्याउने कोसिस गर्नेछु भन्दै बाई बाई भन्न चाहन्छु है त गाइज।